सर म चाहिँ यो वर्कसिटमा चाहिँ जनवरी फेब्रुअरी लेख्दा चाहिँ म्यानुअली लेखेर गरिरहेको हुन्छु। यनि कि सर्टकट्स अप्सनहरू छ भने भनिदिनुहोस् न। छ नि सर। हजुरले यदि यहाँनिर सिटहरू यसरी एआर जनवरी यसरी लेख्नुहुन्छ हो, हजुर सर। अनि फेब्रुअरी यसरी लेख्नुहुन्छ हो। यदि हजुरहरू पनि यसरी म्यानुअली लेख्नुहुन्छ भने हजुरले आज म नयाँ तरिका सिकाउँछु, अटोमेटिकली जनवरी फेब्रुअरी क्रिएट हुन्छ। हेरौँ कसरी। फर्स्टमा हजुरले के गर्न पऱ्यो भने यहाँनिर जेएनयुएआर जनवरी लेख्नुहोस्। त्यसपछि यहाँ त यसलाई ड्र्याग गरिदिनुहोस् कर्नरबाट। यति लेखिसकेपछि यसको टाइटल लेखिदिनुहोस्। ल, अब यसलाई हामीले पिभट टेबलमा लैजानुपर्छ। यसको लागि इन्सर्टमा क्लिक गर्ने, त्यसपछि टेबलमा क्लिक गर्ने, पिभट टेबलमा क्लिक गर्ने, त्यसपछि ओकेमा क्लिक गर्ने। यति गरेपछि यो पिभट टेबल बन्छ। अब यहाँ भएको यो पिभट टेबल फिल्डमा भएको मोन्टलाई हामी फिल्टरमा लैजान्छौँ। यसलाई हामीले सिधै फिल्टरमा लगेर राखिदिनुहोस्। यति गरेपछि के गर्नुहोस् भने यहाँ भएको माथि भएको पिभट टेबलमा क्लिक गर्नुहोस्, अप्सनमा क्लिक गर्नुहोस्, सो रिपोर्ट फिल्टर पेज। एकदम इजी छ गाइस। यसमा क्लिक गरेर ओकेमा क्लिक गर्नुभयो भने यसरी अटोमेटिकली जनवरी फेब्रुअरीको नयाँ वर्कसिट ओपन हुन्छ। यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद। हस्, धन्यवाद सर।